हेलो वेलकम टु माई ब्लग। सबैजनालाई मेरो ब्लगमा स्वागत छ अनि गुड मर्निङ भन्न चाहन्छु। ल आज चाहिँ हामी टक्क गुदीको डाँडो चाहिँ उक्लिँदैछौँ है। विशेष काम परेर चाहिँ हामी गुदीतिर जाँदैछौँ। गुदी जाने बेला चाहिँ एकदम ठाडै उकालो उक्लिनु पऱ्यो। स्याँ स्याँ भइरह कस्तो उकालो छ म तपाईँहरूले देखाउन चाहन्छु। लगाइस यो सालहारीको बाटो पुरै ठाडै उकालो छ होइन, पुरै ठाडै ठाडो छ होइन। ठ्याक्क हामी चाहिँ छाप्तीबाट उकालो छौँ। यहाँ बहिनी चाहिँ पनि आउनुभयो। छाप्तीबाट चाहिँ सिधै उकालो लगाइरहेछौँ हामी। ठाडै छ, स्यासे भइसक्यो यार थोरै हिँड्ने बित्तिकै। ह्याट सालहारी सालहारी बाघमा नि आउला जस्तो छ यार। बाघ आएर बाटोमा बसेपछि के गर्ने हो? बोक्नु पर्छ सानो तँलाई, बोक्नु पर्छ जहीँलाई बोक्नु पर्छ। ल पुरै यस्तो यस्तो पूजा गर्छ नि के हो यहाँ? यस्तो छ त हारेर राखेको नि, यस्तो के हो? मान्छे रुखो रुखो खेदा मान्छे टिप्छ। हाइकिङ हाइकिङ हिँडे जस्तै भयो त, उकालो पुरै ठाडो। पल्टनमा यति दुःख पाएको थिइनँ र मैले यस्तो उकालो हिँड्दा क्या। हाइट गाह्रो छ हौ। लगाइ हामी पुग्ने त्यहाँ माथि पारी हो ठ्याक्कै। हामी ठ्याक्कै घरमा पुग्ने हो। यस्तो जङ्गल छ, पुरै सालघारी र चिलाउने घारी मात्रै छ। पसिना आइसक्यो मलाई। अर्ग्यानिक भिडियो गाउँघरतिरको डाँडा हेर्नु, डाँडा डाँडा गुदी डाँडो। तपाईँ आँपको रुखहरू पनि टन्नै रहेछ है। आँप खाने सिजनमा अन्त आँप टन्नै खानु पाइन्छ होला हो। चिलाउनेको रुख मात्रै छ त, चिलाउने र आँप। के यार दिउँसै बाटोमा बाघ आएर बस्यो केही देखिन्न त यहाँ त। यहाँ चाहिँ शीतल शीतल तेर्सै रहेछ होइन। अघि त ठाडै थियो भने बाटो पनि। ल यहाँ कटर पनि फलाइदियो यो रुखमा, यहाँ तलपट्टि कटरको रुखमा ट्याक्क त्यो रुखमा पहिला यहाँ घर रहेछ कि पुरै रुखै रुखै थियो क्या। कटर पनि फलाइदियो ट्याक्क। पहिला यहाँ घर रहेछ बसोबास है, पछि उठेर गयो होला कि कमाउने भयो सब सहरतिर गएँ। गाउँतिर त कोही नि बस्दैन क्या अहिले त, सब बजारतिर। बजारमा गयो कमाएको, एक दिन कमाएको पैसा त्यही दिनमा मास्यो, गाउँघर छोड्यो। यही त हो नि अहिले। अहिले प्रायः सबै मान्छे सेवा सुविधाहरू खोज्छन्, गाउँतिरको अर्ग्यानिक हावापानी खोज्दैनन्। सबै बजारतिर झर्छन्। अनि कहाँबाट हुन्छ हौ? यस्तै हो परिस्थिति गाउँघरतिरको जीवन। गाउँतिर बस्ने मान्छे गाउँतिरै छन्, सहरतिर झर्ने मान्छे सहरतिरै छन् ट्याक्क। हट फाइनल्ली अब हामी चाहिँ आइपुग्यौँ। पुरै सुन्तला खाएर रहेछ यहाँ। सुन्तला खाने समयमा अन्त जति खाने हुँदैछ सुन्तला चाहिँ। सुन्तलाको रुखै रुख छ यहाँ चाहिँ, दाना पनि लगाइसकेको छ सुन्तलाको ट्याक्क। हेर्नु सुन्तलै सुन्तला मात्रै छ है। ओ डाँडा डाँडै डाँडा। ल हेर्नु सुन्तला, सुन्तला खाने समयमा आउनु सक्नुहुन्छ है तपाईँहरू चाहिँ। यहाँ गुदी जाने बाटोमा ट्याक्क छाप्तीबाट चाहिँ हिँडेर आउनुपर्छ। लगभग 1 किलोमिटर चाहिँ हिँड्नुपर्छ तपाईँहरू ट्याक्क। अरे पुरै फाँट तल छाप्तीको फाँटो चाहिँ तल है यहाँ गहिरामा ट्याक्क ट्याक्क। ल
सुन्तला रुख पनि कति दामी दामी रहेछ है राम्रो राम्रो बुटहरू के झम्म झम्म परेको मोलसोल पुग्यो होला अनि है काला काला रुख पनि मोइलो भएर हो नि त भर्खरको पनि कोही बुढो भइसक्यो गाइस हामी आइपुग्यो हाम्रो गन्तव्यसम्म चाहिँ आइपुग्यो हामी